नमस्कार साथीहरू, सबैभन्दा पहिले हजुरहरूले जान्नै पर्ने एउटा सेटिङको बारेमा कुरा गरौँ। त्यसको लागि तपाईँहरूले त्यसलाई अलरेडी अन राख्नै पर्छ। यदि हजुरहरूकोमा त्यो सेटिङ अफ छ भने हजुरहरूको मोबाइललाई लोकेसन ट्र्याक गर्न सकिने छैन। त्यसको लागि तपाईँहरू अन राख्नको लागि पहिले सेटिङमा जानुहोला। सेटिङमा गइसकेपछि तपाईँहरू त्यहाँनिर सिक्युरिटी भन्ने अप्सन देख्नुहुन्छ। त्यो सिक्युरिटी भन्ने अप्सनमा क्लिक गर्नुहोला। यहाँनिर तपाईँले देख्नुहुन्छ फाइन्ड माई डिभाइस भन्ने, त्यो फाइन्ड माई डिभाइसमा क्लिक गर्नुहोला। फाइन्ड माई डिभाइसमा क्लिक गरेपछि तपाईँले युज फाइन्ड माई डिभाइस यदि यो अफ छ भने पनि यसलाई अन राख्नुहोला। त्यसपछि तपाईँ ब्याक जानुहोला। ब्याक गइसकेपछि हजुर प्ले स्टोरमा जानुहोला। प्ले स्टोरमा गइसकेपछि त्यहाँबाट तपाईँले एप्स इन्स्टल गर्नुपर्ने हुन्छ। त्यहाँनिर गएर गुगल फाइन्ड माई डिभाइस सर्च गर्नुहोला। त्यो सर्च गरिसकेपछि तपाईँहरूले त्यहाँ देख्नुहुन्छ गुगल फाइन्ड माई डिभाइस। मेरोमा अलरेडी इन्स्टल भएकोले म डाइरेक्ट ओपनमा गएँ। त्यही तपाईँको यस्तो खालको इन्टरफेस देखाउँछ। तपाईँहरूलाई मैले के जानकारी गराउन चाहन्छु भने अहिलेको जमानामा सबैको हातमा एन्ड्रोइड मोबाइल हुन्छ। त्यही भएर यो भिडियो एकदम इम्पोर्टेन्ट भएको कारणले तपाईँहरूले हेर्नै पर्ने, जान्नै पर्ने हुन्छ। यदि यो भिडियो स्किप नगरिकन हेर्नुहोला। यसलाई इमेल राखेर लगइन गर्नुपर्ने हुन्छ। मेरो अलरेडी लगइन छ। त्यसपछि यो माथि फाइन्ड माई डिभाइसको यतापट्टि जानुहोला। त्यहाँ गएर तपाईँले सिङ अस गेस्टमा क्लिक गर्नुहोला। त्यहाँ क्लिक गरिसकेपछि साथीहरू तपाईँहरूले यहाँनिर आफ्नो जुन हराएको मोबाइल छ त्यो हराएको मोबाइलको इमेल राख्नुहोला। त्यो राखिसकेपछि तपाईँहरूले यहाँनिर पासवर्ड राख्नुहोला। त्यसपछि नेक्स्टमा क्लिक गर्नुहोला। यहाँनिर गइसकेपछि तपाईँहरूले देख्नुहुन्छ यहाँ मेरो मोबाइल यही मोबाइलमा भएको कारणले यहाँ देखाइसकेको छ। यहाँनिर तपाईँको देखाइसकेको छ। तपाईँहरूले यसलाई जुम गरेर आफ्नो नजिक कहाँनिर छ मोबाइल भनेर यसरी हेर्न सक्नुहुन्छ। मेरो मोबाइलमा देखाइसकेको छ साथीहरू। यहाँ गएर तपाईँले यसरी जुम गरेर पनि हेर्न सक्नुहुन्छ कहाँनिर छ, कति नजिक छ भनेर जुम गरेर तपाईँहरूले हेरेर पत्ता लगाउन सक्नुहुन्छ। यदि तपाईँको मोबाइलमा साइलेन्ट छ भने पनि तपाईँले यो प्ले साउन्डमा क्लिक गरेर साइलेन्ट मोडमा भए पनि तपाईँहरूको त्यहाँनिर नोटिफिकेसन जानेछ, त्यहाँनिर आवाज आउनेछ। यो तपाईँको आफ्नै रुममा पनि मोबाइल कुनै बेला हराएको कन्डिसनमा अर्को मोबाइलमा लगइन गरेर पनि तपाईँले यदि साइलेन्ट भएको कन्डिसनमा पनि तपाईँहरूले यसलाई युज गर्न सक्नुहुन्छ। त्यसपछि यो सिक्रेट डिभाइस भन्ने रहेको छ। यहाँनिर गएर तपाईँहरूले आफ्नो मोबाइलमा भएको हराएको मोबाइलमा भएको तपाईँले प्याटर्न पिनहरू चेन्ज गर्न सक्नुहुन्छ। त्यो इमेललाई तपाईँले यसमा लगइन गर्न फ्याक्ट्री रिसेट डिभाइसमा गएर तपाईँले आफ्नो मोबाइलमा हराएको मोबाइलमा जति पनि भएको डाटाहरू सबै तपाईँहरूले त्यसलाई सबै क्लियर गर्न सक्नुहुनेछ। मलाई आशा छ हजुरहरूलाई यो भिडियोले केही सहयोग पुर्याउनेछ। हजुरहरूलाई भिडियो कस्तो लाग्यो? भिडियो मन पर्यो भने एक लाइक, एक सब्सक्राइब गरी अलको बटनमा क्लिक गर्न नबिर्सिनु होला। किनकि मैले यस्तै जानकारीमूलक भिडियो हाल्ने भएको कारणले अर्को भिडियो हजुरकोमा पहिलोपटक नोटिफिकेसन आउनेछ। भिडियो हेर्नुभएकोमा धन्यवाद साथीहरू।